मर्निङ एभ्रिवान। अहिले चाहिँ ठ्याक्कै 5:40 भएको छ। म चाहिँ गाउँ जाँदैछु। घाम उदाउँदैछ, यस्तो घाम देखिरहेको भकुण्डे बजार। एकछिन पड्काएको बाइक स्टार्टै भएन, खराब भयो। हाम्रो भकुण्डेमा चाहिँ पठाउको नि व्यवस्था छ कहाँ? ए यहाँ टाँसेको रहेछ नम्बर। पठाउ चाहिएमा सम्पर्क गर्नु होला। ल यही हो नम्बर। आज गाडी बन्द, पठाउलाई खतरा भएको छ। यसले नि भएन भने के गर्ने? सोरुम त फेरि बनेपा होला नि। त्यही त यस्तो फ्याल छ यहाँ असले भन्छ अहिले फ्याल है, अनि त्यहाँ फ्याल्दैन नि त। ल ल बाई बाई। यो बगाएर छ नि, यहाँ चाहिँ पहिला कति ठुलो डम्प थियो, त्यो सबै बगायो। अब यहाँबाट चाहिँ सिधै माथि जानुपर्ने हुन्छ। आस्याङ नमस्ते। आस्याङ रोबा बे बत्ता से हेलो लो रो गाउँ त चाहिँ यस्तै हो। म बिहान हिँड्या हुन्छ काठमाडौँबाट, तर बेलुका मात्रै पुग्छ कि बिस्तारै जाँदा जाँदा। यो ठाउँलाई चाहिँ भर्यो भन्छ। म पढेको स्कुल यही हो। यो ठाउँलाई चाहिँ जुगेबानी भन्छ। अनि यहाँदेखि माथि चाहिँ घोडेचुली। पहिला हाम्रो आखेमाहरूले चाहिँ माथि घोडेचुलीबाट काठमाडौँको धरहरा देखिन्छ अरे, अनि उता सिन्धुली गरिन्छ भनेको सुनेको थिएँ। मैले त देखाएको छैन, म गएको पनि छैन माथि टपमा। अघि मैले भिडियो गरेर चाहिँ यताबाट थियो। यो चाहिँ ठ्याक्क काभ्रे र सिन्धुलीको सिमाना, काभ्रे जिल्ला प्रवेश भनेर यहाँ लेखाएको छ। हामी चाहिँ यता नगइकन यो बाटो आउनुपर्ने हुन्छ। पुरै यहाँ बादल हिँडिरहेको छ। कति चाहिँ फास्ट हिँड्या हो त यो बादल। अब घाम डाँडा चाहिँ पुग्न लागिसक्यो। तर आज चाहिँ एकदमै हुसो चलिरहेको रहेछ कि। हुसो नचलेको भए चाहिँ बब्बालै हुन्थ्यो। ल घ्याङ डाँडा चाहिँ आइपुगेँ म। घाम नै लागिरहेको छ, बादल नै आइरहेको छ। पहिला चाहिँ माथि जान्छु म। भर्खरै घाम लागेको थियो, भर्खरै हुस्सा आयो। ल यस्तो छ यहाँ तलतिर पुरै घाम लागिरहेछ क्या। फेरि कस्तो डर पनि लाग्यो हो यो ठाउँमा त। एकैछिनमा ढाकिहाल्यो। बादल हट्छ कि भनेर बसेको, यहाँ हावाले उडाउँदा यहाँ भुती जस्तो भइसक्यो यार। बादल मरिगयो, हट्ने होइन। शीत परेर कपाल पनि पुरै भिजिसक्यो। यहाँ आँखा माथि पनि अघि त पुरै उ भइरहेको थियो, भिजिसकेछ। म त के भयो भनेर त सबै भिजिसकेछ मेरो त। यो बादलले पुतेर हो कि के भयो। हेर्दा घाम आयो है। तर के छैन, अहिले बादल नहटे पनि मेरो त घर यहीँ मुनि हो। 15 मिनटमा मजाले आइपुग्छ बाइकमा बिहान आउँदाखेरि। बिहान बेलुका चाहिँ यहाँ बादल हटेको हुन्छ, दिउँसो चाहिँ यस्तै।
त यार ए गाई हो कि गोरु मम्मी बाख्राहरू पनि छ यता अहिले चाहिँ भने टक्क म कहाँ आइपुगेँ भन्दाखेरि अघि मैले भिडियो गरेको थिएँ नि त्यहाँ काभ्रे र सिन्धुलीको चट्ट बोर्डर थियो नि यस्तो गेट भएको त्यहीँ हो। अब यहाँबाट चाहिँ म यता जाँदैछु। यता चाहिँ किन भन्दाखेरि हेर्दै गर्नु होला है त। यो गाउँको नाम चाहिँ केराबारी है। म पुग्नुपर्ने चाहिँ शिखरपुर। फर्स्ट टाइम आइरहेको छु म नि यता, अहिलेसम्म आएको थिएन, त्यहाँ बाटो सोध्दै आएको। म चाहिँ खास के गर्न जान लागेको भन्दाखेरि म मेरो भान्जीलाई भेट्न जाँदैछु। तर भान्जीलाई म आउँछु भनेर थाहा पनि छैन कि हिजो फोन त गरेको थिएँ तर मैले आउँछु भनेर भनेको थिएन। हामी दुईजना नभेटेको चाहिँ त्यस्तै 8-9 महिना त्यस्तै भइसक्यो होला। भान्जी चाहिँ यता काम गर्छ, त्यही भएर म यता आइरहेको छु। अब छ कि छैन भन्ने कुरा हो। म यहाँ बोलेर बसेको त्यहाँ पारेको आन्टीले यस्तो हेर्दै रहेछ, कस्तो पागल सोचिरह होला। म चाहिँ अब आइपुग्न लागेको जस्तो छ। हेडपोस्ट कहाँनिर हो? यही हो। यहाँभित्र को छ? कहाँ रेसिपी छ? कहाँ छ? कहाँ पर छ? ओडा भने कहाँ हो? रातो घरमा? ए अब बाइक त्यहीँ लग्यो भने त्यसले मलाई देख्छ। के गरौँ त्यो निस्क्यो देखिहाल्यो मैले। अहिले मैले यहाँ लुकेर बसौँ त। यो ए मोटो कार्यालय हेऱ्यो ayo boy itu kata dulu pernah apa lari pak lah udah pernah mau itu kalau yang bibat lari dah lah itu hari erup dar yang mana apa सिएको सम्झि सिएको हामी माथि घ्याङलेखमा जान लागेको यहाँ सब बाइक कोकोरेको अहिले चाहिँ हामी फुसुरगाङ आइपुगिसक्यो कोकोरेको यता पर्यो आकाश चाहिँ यस्तो दामी देखिरहेछ। हामीले चाहिँ ड्रोन उडाइसकेर नि अब चाहिँ भने यसो भिडियो सिडियो रिलसिलको लागि यसो जोस जागर निकाल्नु पर्यो भनेर यहाँ बसिरहेछ हाम्रो भान्जी ड्रोन। कति छिटो बादल आएको गयो हुरुरु। कस्तो छिटो बादलले ढाकिसक्यो यार। हाम्रो यो ठाउँ चाहिँ सैलुङ भन्दा चाहिँ कम छैन है भनेर कति भन्नु यार। यो ठाउँको मैले धेरैचोटि भ्लग बनाएँ तर अहिलेको जस्तो मौसममा चाहिँ म आएको छैन के। त्यो सुक्या बेला त्यस्तो बेला परिरहेको थियो नि त। अहिले चाहिँ एकदम हरियाली भएको छ। त्यही मौका छोपेर आएको म काठमाडौँदेखि। थोर छु यार यस्तो जाडो भइरहेछ। जाडो भयो आछु छु भयो कुछु छु जनता दौड आइपुग्यो के छ साउनी ज्यू रक्सी ततो घुमिसौ झेकुटी ल्याउ ल्याउ सैली तुङमालै शीतल सुकुटी टुङ टुङ लो मुदाको भर्याङ
भन्दा कम छैन 9 भन्दा कम छैन है ठाउँ चाहिँ एकदम गुड रहेछ है मलाई त यस्तो छ भनेर मैले सोचेको थिएन सिस्नु पनि यहाँ चाहिँ प्रकारको आउँछ है यस्तो काँडा हुन्छ यसमा पाजेर पोलो भन्छ यो खान मिल्छ कि मिल्दैन यो पोलो माथि ग्याङलेङमा आउनु भयो भने चाहिँ यो 7 बाटोमा चाहिँ आउन नभुल्नु होला आउनै पर्ने हुन्छ बाटो एकदम पिच छ हैन बाटो पनि एकदम राम्रो छ खोइ यसलाई मगरमची भन्छ यस्तो राम्रो फुल चाहिँ यसलाई कस्तो राम्रो फुल साच्चै ओइ ल सही फुलिरहेछ यार फुलहरु डम्बु बजाउने हो ड्याङ यो डम्बु त साच्चै बज्छ कि क्या हो बजाउनु पर्छ बच्च डम्फु बजाउँछ यो डम्फु कस्तो छ चाहिँ थाहा छैन अरू सब सिमेन्टको हुन्थ्यो अरू ठाउँतिर तिमालमा तल रोसीमा यो पनि त्यही हो खै हेर्दा त बच्चा छ त्यही है बजाउँ त तीन नडिम साच्चै हो रहेछ उहिले त के गीत थियो रे उहिले मेमेले बनाएको 32 किला यहाँ 32 वटा किला हुन्छ यारे 32 किला कडवा हाम्रो त मेमेको पालामा हाम्रो लाली गुराँस चाहिँ यहाँ प्रशस्तै पाइन्छ हैन त्यही भएर टक्क बनाएको रहेछ लाली गुराँसको बोर्डहरू यहाँतिर पनि छ अनि टुङ्गा चाहिँ कसरी बजाउँछ रे टुङ्गाको यो उ चाहिँ स्ट्रिङ चाहिँ रड रहेछ नि रडको रहेछ ला मैले त ड्याङ ड्याङ टोक्दै हिँडेर रहेछ सरी यार माफ एकछिन सिरियस भइदिउँ भने सिरियस हुने आउँदैन जिन्दगीमा सिरियस हुन कहिले आएन यार उकालीमा पनि हजुर चट्नै पर्ने रहेछ रुखमा नि औ ए चुमेन प्युर खाब्रिम ओइ मलाई थाहै थिएन मैले यो फुल अहिलेसम्म टिपेको छैन प्युर खाब्रिम कस्तो मिठो बास्ना आएको यो फुल चाहिँ मेरो भ्युअर्सहरुको लागि मक्क भएर खाप्थे मैले पायो टुङ्ना त तीन तारे भन्थ्यो के हो तीन तारे ए तीन छ तारे चाहिँ रहेछ हौ यहाँतिर वासरुम सबै छ तर चाबी लागेको रहेछ अनि यहाँ धारा राम्रै हो नि एकदम राम्रै हो स्वर्गको अप्सर भन्दा राम्री को हौ तिमी सुन्दरी एकै जरु अब चाहिँ भने हामी यहाँबाट हिँड्न लागेको यो ठाउँलाई बिदबार लादाजीमालाई हैन अब यो ठाउँलाई टाटा बाइबे गरौँ अब गाउँ आउँदाखेरि चाहिँ आउँछु म एकदमै नजिकै छ म त आएकै हुन्छ अब यो ठाउँमा मलाई यस्तो राम्रो छ भनेर थाहा थिएन हुन पनि भर्खरै बना हो 81 सालमा रहेछ नि त माथि त्यसै लेखाइदियो है अहिले 82 त्यो अस्ति हामी 9 महिना अगाडि आउँदाखेरि यस्तो थिएन अब यो बाइकमा जाँदा जाँदा यो तल खसिसक्छ यार मलाई गाली नगर्नु होला ल मैले यति टिप्दिएँ लेखमै बसेर त भएन आफ्नो व्यवहार पनि हेर्नु पर्यो 10 वर्ष रहिसक्यो
ल निजिङ ल बाई बाई